भग्नावशेष भइरहेको र जङ्गल र झाडीहरूले छोपेर राखेको तिखागढी अथवा मालिका गढीलाई नेपाली सेनाको सहयोगबाट क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत यसलाई पुनर्निर्माण गर्ने कार्य भइरहेको छ। डोटी जिल्लाको दिपायल नजिकै रहेको तिखा गाउँ भन्दा माथिल्लो टपमा रहेको यस गढीको पुरातात्विक महत्त्व पनि रहेको छ। यस गढीको मध्यमा हामी देख्न सक्छौँ मालिकाको मन्दिर रहेको छ भने मन्दिरको छेउमा रेन वाटर हार्भेस्टको लागि होला सायद कुवा पनि रहेको छ। गोलो सेपमा रहेको यस गढीलाई इतिहासका पानाहरूबाट अहिलेका मान्छेहरूले बिर्सिँदै गए तापनि नेपाली सेनाले पुनर्निर्माण गर्न लागिरहेको हुँदा नेपाली सेनाप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद।